दिनै भइहाल्छ नि अप्ठ्यारो हुन्छ कसरी दिन्छ नि त म तपाईँ यहाँबाट दिनु म त्यहाँ तान्छु नि फेरि कहाँ उठेर हिँडेको इभान बिगा कहाँ पुग्यो होला ओछ्यानमै छ सुराल खोलेर त्यो खोल्नु पर्छ सुराल खोल न अहिले सुरालमा मुच्छ छोडेन छोड त्यसलाई कस्तो छोड्दे मगसकोलाई चाहिँ कहिले ल्याइबाट ढोकाबाट भित्र छिराइन्छ अहिले कता चाहिँ पिसाब हेर्ने भाइ त्यसले गर भुगान गर्दैन सबै गर हो त्यहाँ गर उठे गर नचल है हजुर छोरी शब्द मात्रै निकाल्दा तेरो बाउ त होइन फेरि यहाँलाई त्यसै तिनवटा बेरी छ नि बेरी बजाउनु मिल्छ नि हो त्यसले बजाएर खेलेर बिगाएर सब बाउ हो क्या यो त्यो औलाद छिने यो आफू जस्तो त्यस्तै बनाउन खोज्ने माइलोले यहाँ 2-4 सट पान्छ भनेको माइलो जाँटो चप्पल लाएर आऊ सिलाउँछ अहिले फेरि नुहाइदिन्छु अनि फेरि आनन्द हुन्छ आश गर्दा गर्दै यहाँ जिन्दगी जाला पाठरी मर्नै गालो खोजे जस्तो छ यहीँ आएर फेरि गाउँ खान थाल्यो के हो सफा गर्दै आम सफा गर्दै सफा गर्न आम ल भयो सफा त गर्नु पर्यो नि फेरि त्यो परको रुमालले गएर सिँगान पुछ देखाइदेऊ है ल सिँगान हेर सिँगान पुछेर आऊ पहिला जाऊ मात्ताउने भनेकै बाउ हो क्या सबै यो मम्मीले कुट्ने रे यो भागा मम्मी आइ आउने होइन बुझ्यो अब तल म केही गर्दिनँ जे भन्छस् भन अब बाउको पालो के दिनु त त्यो नलाएर मात्रै डोस् न फेरि मैले कसरी त जाने रहेछु ल तिमी छोरी यसरी नरौ न तिमीलाई म लुजो तिमीलाई म फुम्के यसका स्याउ खुवाउँछु छोरी छैन फुम्के बारी क्या छैन कहाँ लाग्यो जो परेको त्यो हो ल्याएर पस्दा कानभित्र लागो जाऊ म रुकुमै कोटा लगाइदिन्छु नाच्ने ओके यता बस एकचोटि यहाँ बस अब लाउने हो जाऊ सुता उ त्यहाँ मधिसी आयो अहिले मैले कसरी हान्छु मधिसी आयो म नाटे त्यही मधिसी आयो छिटो गरेर लुकाऊ जाऊ बेबी खेल्नु छैन बेबी खेल जाऊ फेरि नुहाइदिने रे अब नुहाइदिने छौ छिटो मेरोमा छैन अनि छैन कसरी हुन्छ
जाऊ जाऊ ल जाऊ जाऊ बाजे निकी आए जाऊ ल